आजका स्कुल गएका, क्याम्पस गएका, विश्व देखेका, विश्वका समाचार सुनेका ठुला ठुला देशहरू निर्वाचित जनप्रतिनिधिले चलाएका देखिँदैछन्। सबभन्दा ठुलो जनसङ्ख्या भएको चीन निर्वाचित जनप्रतिनिधिले चलाएका छन्। उत्तिकै जनसङ्ख्या भएको भारत निर्वाचित जनप्रतिनिधिले चलाएका छन्। त्यत्रो अमेरिका, त्यति विकसित अमेरिका निर्वाचित जनप्रतिनिधिले चलाएका छन्। अरू पनि ठुला ठुला देशहरू निर्वाचित जनप्रतिनिधिले चलाएका छन्। केही देशमा राजतन्त्र, लोकतन्त्र र जनतासँग सम्झौता गरेर खुम्चिएर साँच्चै सेरेमोनियल भएर बस्न मन्जुर गरेको छ र टिकेको छ। दुनियाँमा अन्यत्रबाट राजतन्त्रको औचित्य न वैज्ञानिकता न न्यायिकता, त्यसभित्र न्याय पनि छैन, वैज्ञानिकता पनि छैन, केही छैन। त्यस्तो अवस्थामा राजतन्त्रको माग लिएर हुरुक्क भएर कुद्या छन् कोही कोही। तिनको चेतनाको स्तर देख्दा दया लागेर आउँछ। साँच्चै दया लाग्छ। कुन जमानामा छन् कठै गएर। यस्ताहरूले एउटा समस्या खडा गरिरहेछ। अर्को थरी मानव जातिले सामाजिक व्यवस्थापनका लागि समाजलाई कसरी समुचित व्यवस्थापन गर्ने भनेर दुईटा अत्यन्तै महत्त्वपूर्ण कुराहरू पत्ता लगायो। एउटा राजनीति, पछि आएर त्यो राजनीतिलाई समेट्न त राजनीतिक पार्टीहरू चाहिने रहेछ, पार्टी नै चाहिने रहेछ। जनतालाई एउटा राष्ट्रिय हैसियतमा आबद्ध गर्न पोलिटिकल पार्टी नै चाहिने रहेछ। राजनीति गर्न त राजनीतिक पार्टी चाहिने रहेछ भनेर राजनीति पहिले जन्म भयो र त्यो राजनीति हजारौं वर्ष चल्यो, 2-4 हजार वर्ष चल्यो, 4-5 हजार वर्ष चल्यो राजनीति। त्यसपछि समाज विकास हुने क्रममै राजनीतिक पार्टीहरू, दलहरू निर्माण भए जो मानव जातिले सामाजिक सुप्रबन्धका लागि आविष्कार गरेका सबभन्दा ठूला वैचारिक र व्यवहारिक औजारहरू राजनीति र राजनीतिक दलहरू। समाजका जति समाज व्यवस्थित हुन्छ त्यसका थिति हुन्छन्। समाज व्यवस्थित हुनका लागि थिति विधिमा चल्नुपर्छ। आजकल ती थिति विधिहरूको उच्चतम रूपलाई संविधान भनिन्छ, त्यस अन्तर्गत कानुन भनिन्छ। त्यसले राज्य, समाज, सम्पूर्ण पक्षहरूलाई थितिभित्र ल्याउँछ, विधिभित्र सञ्चालन गर्छ। यो कामको चाँजो पाँजो राजनीतिक दलहरूले गर्छन्। राजनीतिक दलहरू भन्दा माथि आम जनता हुन्छन्। आम जनताले आफ्ना प्रतिनिधि छान्छन् र ती प्रतिनिधिहरू मार्फत राजनीतिक दल निर्माण हुन्छन्, राजनीतिक संस्थाहरू निर्माण हुन्छन्, राजकीय संस्थाहरू निर्माण हुन्छन्, जनप्रतिनिधि संस्थाहरू निर्माण हुन्छन्। तिनले चलाउँछन् विभिन्न प्रशासनिक लगायतका यो न्यायिक निकाय, प्रशासनिक निकाय
विधायकीय निकायहरू, यस्ता निकायहरू सबै बन्छन् जनताबाट। सम्पूर्ण शक्तिका स्रोत महान जनता हुन्।